Guys, welcome to my YouTube channel. र मसँग छ आज अन्तक लेप्चा र आज हामी दुईजना चाहिँ एमजी मार्गमा गान्धीजीको टाउको हेर्न जाँदैछौँ हैन। एमजी मार्गमा गान्धीजीको टाउको हेर्न जाँदैछु। चस्मा पनि हेर्नु जानु मैले। चस्मा पनि छ यसको जस्तो। अन्त त्यहाँ गएर चाहिँ चक्कै एउटा दुईटा भिडियो बनाउँछु अन्त तपाईहरुलाई देखाउँछु। हुन्छ नि भिडियो देखाउने सबैलाई भिडियो देखाउँछु। हेलो हेलो हेलो, हामी यहाँनिर एमजी मार्गमा आइसकेको छ र यहाँनिर एकदम आर्मी क्यान्टिनहरु चल्दै रहेछ। ह्यान्डसम केटा यहाँ छ बापुजी। बापुजी बापुजी यहाँ छ। अघि भन्नु हुँदै थियो हामीले टक्कै अब यो लगेर दोकानमा गएर के किनौँ भन्दै थियो नहुने। अन्त अब 5 रुपियाँ मागिरहेछ। हामी इमर्जेन्सी काम छ हाम्रो। 5 रुपियाँ लगेर चाहिँ हामी इमर्जेन्सी काम गर्न जान्छौँ। समझ रहे हो आप समझ रहे हो। र आज चाहिँ हामी यहाँ अन्तको बुढीलाई किन्नु होइन झोलालाई किन्नु आइराखेको छ। लेप्चा झोला किन्यो अरे। अनि त्यसको उयोमा हामी आइराखेको छौँ। अन्त कस्तो खालको किन्दा रहेछ हामी तपाईँहरूलाई देखाउँछु। अनि छुङमित पनि आज किन्दिनँ म झोला। कहिले किन्छस् अन्त? आज मलाई ओइ ओइ लाको उयो झोला किन्न उयो तलको देखाइदेन। उयो चाहिँ झोला किन्न हो भैया चाहिँ किन्छ होला। यसले झोला छैन भैया चाहिँ किन्छ। भाभी स्पेसली भैया त कहाँ किन्छ भाभी पता। भाभी किन्छ यसले। अरे कहना क्या चाहते हो। र हामी लाल बजारभित्र हामी घुम्दैछ। दुईजना इडियटसँग भनौँ न, मसँग 3 जना इडियटसँग चाहिँ घुम्दैछ। जे देखा तो ये जाना सनम प्यार होता है यस्तो केटाहरूसँग। प्यार होता है तो वाना सनम। अन्डरवेयर किन्न। फ्युचरको मेरो गर्लफ्रेन्ड। यो चाहिँ अन्तकको। अनि ब्युटीफुल हे भेरी ब्युटीफुल। सो गाइस, अब हामी चाहिँ लुगा किन्नु यहाँ गइराखेको छौँ। अन्तक किन्ने अरे हेर्नु जाने अरे किनिहाल्ने अरे। अन्त हेर्नु जाँदैछु। अन्तकको नयाँ लेप्चा ड्रेस किन्ने अरे। उसको बिहामा हाल्ने अरे कि। अन्डर कोटसँग पनि बनाउँदो रहेछ है। यो चाहिँ बेबीको रहेछ। यस्तो होइन कि यस्तो त छ त्यस्तो लाग्यो यस्तो अन्त सुन्दर के कोट यस्तो यस्तो खालको हुन्छ नि यस्तोमा ए यस्तो कोट भन्नु। तर उसको कपडामा अर्को डिजाइन कलरमा आएको छ नि अहिले लेप्चा। यो चाहिँ छुङमित्र म हो। अन्त यो मनी प्लान्ट पनि सो दामी है। अब अन्तकले किन्छ चाहिँ भनिराखेको छ। अनि अब किन्छ। हेरौँ। यो चाहिँ अन्तकको बुढी हो। साथै फ्युचरको हेलो अन्तक मिसेस। मेरो चाहिँ एक्स उसको प्रेजेन्ट। होइन मलाई यो कलर मन परेन नि यो त लगाइदिनु लाउनु कि वाइट अलिकति उयो यस्तो ग्रेस खालके ग्रे भन्दा पनि यस्तो खालके। यस्तो यो कलर अहिले यसको प्राइस कति चलिरहेछ? ल 18 चाहिँ एउटा किन्नु भनेछ। यहाँ अर्को दाजु हुनुहुन्थ्यो त्यो जाउँ है। र तपाईँहरूले यहाँ हेरेर चाहिँ लुगा किन्नु सक्नुहुनेछ। दिदी रहेछ अन्तकले यहाँ सेलेक्सन। जाउँ है। दामी दामी रहेछ ओइ यहाँ त भयो त जाउँ। अङ्कल गएको अन्तकको। ओइ ओइ मेरो सक्यो होइन हौ यहाँ होइन मेरो सक्यो यहाँ होइन दामी दामी साडीहरू रहेछ लाइक लुगाहरू दामी एकदम दामी दामी रहेछ। दामी छ नि। भोलिपछि तेरो बुढी बिहा गर्दाखेरि सपिङ आइज ल। ल अन्तक
पनि यतै आइज अन्त पनि यतै आइज ओ यो पनि दामी रहेछ है ब्लू मेरो बुढीले चाहिँ साडी लगाउँछु आलु मेमी हो र केटाहरूले मलाई ल्याइदिएको रहेछ यो चाहिँ अब यो चाहिँ मजाले खानेछौँ दुईजना चाहिँ पानीपुरी खाँदैछ मलाई चाहिँ मन नपरेर आलु मेमी खाँदैछु म चाहिँ सो अन्तकले यहाँनिर मासु किन्ने अरे मासु दोकानमा हामी आएको छ यस्तो लैजानु तपाईँ यो केटाले चाहिँ किमा लगेर चाहिँ मोमो बनाएर खाने भन्दैछ हामीलाई पनि क्लासमा मोमो ल्याइदिन्छ किमाको पनि मेसिन आएछ दादाले जाँदैछ अन्तकको पेटको पूजाको लागि पनि हामीले किमा बनाएर चाहिँ हामीले काटेर पनि बनाइसक्यौँ अन्त हामी चाहिँ फेरि लालबजारतर्फ जाँदैछौँ फेरि अन्तको बुढी भेट्नुलाई र अब चाहिँ हामीले जम्मै कुराहरू पनि किनिसक्यौँ अनि आइसक्रिम खाँदैछ अन्तक चाहिँ तल गएको छ अन्त अब हाम्रो भिडियोलाई चाहिँ म यहीँ राख्न चाहन्छु अनि अन्तकको भिडियो युट्युब च्यानल छ अनि उहाँको चाहिँ तपाईँको मोटनजी जछङ भनेर उहाँको युट्युबलाई खोलिराखेको छ र तपाईँहरूले सब्सक्राइब गरिदिनुहोस् म च्यानलको लिङ्क मेरो डिस्क्रिप्सन लिङ्कमा हाल्नेछु अनि त्यसरी नै सृजना दिदीको हुनुहुन्छ अनि सृजना दिदीको पनि एकदम डेली ब्लग जस्तै देखाउनुहुन्छ उहाँले अनि उहाँको पनि म लिङ्क चाहिँ मेरो डिस्क्रिप्सनमा हाल्नेछु अनि तपाईँहरूले सब्सक्राइब गरिदिनुहोस् भनेर म आशा गर्न चाहन्छु